चिनिहाल्छ मेरो दिदी भनेको म सोसियल मिडिया पनि धेरै युज गर्छु मेरो हबी के हो मेरो सबैभन्दा मलाई सबैभन्दा धेरै नलाग्ने आज चाहिँ हामी के गर्दैछौँ भने के गर्दैछौँ भने Who know me better मलाई कसले दुईजनामा चिन्छ भनेर म यसरी हाँस्छु लुक गुड अब हामी चाहिँ Who knows me better भन्ने गेम खेल्न आँटेको मलाई दुईजनामा मध्ये कसले बढी मलाई चिन्दा रहेछ म चिनिहाल्छु नि मेरो दिदी भनेको मलाई सबै आएको छ क्या रिजाको केही मनपर्छ अनि पनिसमेन्टमा चाहिँ तपाईँहरूले देख्नुभयो कि भने पिठो चाहियो ल हामीलाई ढिलो नगरिकन गेम स्टार्ट गरौँ यहाँ किनकि ल फर्स्ट क्वेसन गोज टु दुईजनामा कसले छिटो एन्सर आउँछ उसले हात उठाइहाल्ने ल 1 2 3 मेरो फर्स्ट क्वेसन है साथी मेरो सबैभन्दा सानोको सबैभन्दा मलाई डर लाग्ने एनिमल कुन हो कुखुरा होइन म त कहाँ सम्झिरहेको रिजा कुखुरा पाख देख्ने चाहिँ भाग्थ्यो अरे मम्मीले सुनाउनु हुन्थ्यो आफै सुनाउने नि आफै बिर्सिने होइन आफै सुनाउने न मलाई पनि थाहा छ मलाई कुखुरा सुनाउनु अब नेक्स्ट क्वेसन मलाई सबैभन्दा मनपर्ने काका दादाहरूले लगाउने लुगा कुन हो वान पिस हो एकचोटि कुरो लु भन्न त तँलाई थाहा छ भने पेन्ट बेस्ट नर्मली अब मेरो बर्थमार्क कहाँ छ मेरो बडीमा बर्थमार्क कहाँ छ मेरो छिटै हातमा न रङले अब मेरो मम्मी चाहिँ sorry guys अब नेक्स्ट क्वेसन चाहिँ मेरो फेभरेट फुड के हो मोमो पानीपुरी मोमो फुड भनेर मलाई आउँछ अब जल्दी एकछिन मेरो फेभरेट युट्युबर को सुनिता के भन्न आँटेको त म सुन्दै भन्न आँटेको थिएँ दुईजना मेरो फेभरेट युट्युबर हो मिस्टर बिस्ट
त्यस्तो हुँदैन है। मेरो फेभरेट युट्युबर मिस्टर बिस्ट हो गाइस। अब नेक्स्ट डेली बनाइसक्यो। मलाई रिस उठ्दाखेरि म कुन धेरै वर्ड युज गर्छु? अनि गर्ने भन्नु तर नभने रङलाई मात्रै हो क्या यो चाहिँ। अब म अल्छी लागेको बेलामा के गर्छु? सुत्छ हो अब मलाई मेरो फेभरेट नेपाली सिरियल कुन हो? तिम्रो फेभरेट सिरियल नेपाली उता के भन्छ? घुन्टी न रङ मम्मी सीता सीता अहिले रिसेन्टली। अब मेरो फेभरेट नेपाली हिरोइन कुन हो? पास अब के पास गर्छ? त्यसमा पास हुँदैन। जय टिक टिक 1 राज समाल मेरो अब चाहिँ हिन्दी सिरियलमा चाहिँ कुन मेरो फेभरेट हो? म युट्युबमा कुन धेरै हेर्छु? एपिसोड 1 एपिसोड 2 गर्दै तबा सिरियल भने थाहा भएन। बालवीर है गाइस। अब म सबैभन्दा बढी युट्युबमा के हेर्छु? ब्लग गाना सुन्छौ? दुईजना के हेर्छ होइन? म सबैभन्दा बढी युट्युबमा उयो हेर्छु, सिरियलहरू नै हेर्छु। त्यस्तै एपिसोड 1 एपिसोड 2 गर्दै। अब मलाई मम्मी बाबा र मा के धेरै सबैभन्दा धेरै के मनपर्छ? मम्मी बाबाको त्यो त वर्षाले भन्ने होइन, दुईजनामा तपाईँले फिल गर्ने कुरा हो। वर्षा के भयो क्वेसन फेरि? मलाई मम्मी बाबाको सबैभन्दा राम्रो लाग्ने के हो? टिक टिक 1 टिक टिक 2 टिक टिक 3 रिसाउने मन पर्ने भनेको रिसाउने भनेको होइन। छिटो है। जिस्किने मम्मी बाबाको जिस्किने राइट एन्सर। मम्मी चाहिँ अनि खोइ त नि भन्नु अब। अनि मलाई थाहा भएन थियो। अब मेरो दिउँसोको सबैभन्दा फेभरेट खाजा के हो? करेन्ट चाउचाउ सोली मलाई सबैभन्दा फेभरेट करेन्ट चाउचाउ र त्यो सनी साइड अफ एग हो है। फ्यात्ते अन्डा हो।
त्यही भन्न सक्दैन तपाईँले भेट्दै त्यो भन्दा सनी साइड अप भन्छ त्यसलाई अब मलाई कस्तो ड्रेसअप गर्नु मन लाग्छ ड्रेसअप कस्तो गर्नु मन लाग्छ K-pop type. K-pop type मतलब wow मम्मी एउटा भन्नु न म सबभन्दा बढी के कहाँ जाँदाखेरि कस्तो खालको ड्रेसअप गर्छु सिम्पल वेस्ट प्यान्ट के भन्नु यसमा अब मलाई कस्तो खालको ड्रेसअप गर्नु मन लाग्छ भन्छु बेस्ट फ्रेन्ड हुने वेस्ट प्यान्ट भन्दैछु त दुईजनाकै मिल्दैन भन्दिनँ मलाई त्यो प्रिटी ड्रेसहरू मनपर्छ क्या फेरि ड्रेसहरू सिन्ड्रेला चाहिँ होइन नि त्यो सबै गर नि त नि फास्ट मलाई म सोसल मिडिया कुन धेरै युज गर्छु कुन एप धेरै युज गर्छु अहिले रिसेन्टली कि अस्ति उता हेर्न रिसेन्टली कि अस्ति जहिले भए पनि इन्स्टाग्राम मिलेन भन्नु न होइन मिलेन होइन म दुईजनाको एन्सर सुन्छु नि त के हो भन्नु छिटो भन्नु त्यही होला इन्स्टाग्राममा होला इन्स्टाग्राम मिल्यो चाहिँ धेरै एक्टिभ इन्स्टाग्राममै रहन्छ क्या सबसे कहीँ गयो भने सबसे सुरुमा फोटो इन्स्टाग्राम अपलोड अब मलाई मेरो हबी के हो मलाई के गर्नु मन लाग्छ सुत्नु त्यस्तो भनेको होइन नि त हबी भनेको हबी मम्मी तिमी मेरो हबी डुल्नु होला नि मेरो हबी के हो डुल्नु जानु बाहिर मेरो टाउको यस राइट त्यतिखेर सुतेको मन त मलाई घुम्नु जानु अनि मेमोरी क्याप्चर गर्नु मन लाग्छ म त सुनिरहेको थिएँ अघि आरबले हेर्थ्यो त्यो झ्यालबाट अब मेरो मलाई सबैभन्दा धेरै डर लाग्ने चिज के हो अन्धेरो र एक्लै हुनु मलाई सबैभन्दा धेरै डर के लाग्छ केमा लाग्छ कि केमा लाग्छ कसको लाग्छ कि होइन कसको होइन केमा लाग्छ गल्ती गरेको कुरामा मेरो फेभरेट हो मलाई सबैभन्दा धेरै डर लाग्ने भनेको हाइमा हो उचाइबाट धेरै डर लाग्छ क्या मलाई त्यस्तो कुरामा भनेको अब मेरो मलाई कुन सङ मनपर्छ गीत पप पप के हो पप भनेको गानाको नामै भन्नु कि त्यो टाइप भन्नु कुन धेरै सङ एउटा सङ पप होइन पप होइन एउटा सङ कुन धेरै मनपर्छ मलाई कुन धेरै सुनिरहेको हुन्छ प्राय तिमी मकैबारी दर्याम मकैबारी दर्याम नेपालीमा भनेको नेपालीमा तिमी भावना मम्मी अन्त भन्नु मकैबारी दर्याम हरेक मम्मीको त फनको लागि मात्रै त भनेको धेरै गीत सुन्ने भनेको त फाल्टै हो नि त नि मेरो फेभरेट कलर के हो ब्ल्याक मम्मी Blackpink in your area. Born on the
कतिवटा क्वेसन छ छिटो छिटो मलाई रिस उठ्दाखेरि के गर्छु खुट्टा पसारेर जान्छ खुट्टा पसार्दै जान्छु मम्मी खुट्टा पछाडै त जान्छ गर्दै अनि मलाई मेरो जस्ट गुड न्युज र ब्याड न्युज दुइटै छ भने म सबैभन्दा बढी कसलाई सुनाउँछु सबैभन्दा सुरुमा कसलाई सुनाउँछु मम्मीलाई वर्षालाई मलाई आफै कान्छी नानालाई म सुरुमा मम्मीलाई सुनाउँछु न धेरै जस्तो कुरा मम्मीलाई सुनाउँछु नि ल फेरि कान्छी नाना तिमी कान्छी नाना भन्नु अनि म फुर्सदको फ्री टाइममा के गर्छु फ्री टाइममा तिमी के गर्छौ टिकटक बनाउँछौ वर्षा फ्री टाइममा तिमी सुतेर मोबाइल हेर्छौ टिकटकमा म जागर चलेको बेला मात्रै गर्छु मलाई सबैभन्दा बढी मनपर्ने पेट के को कुकुर एकछिन मम्मीले सुन्नु भएको छैन मेरो सबैभन्दा फेभरेट पेट के को यसरी सबैभन्दा फेभरेट पेट बिरालो बिरालो छ एउटा छ एक्ज्याक्ट भन्नु पर्यो कुकुर त कुकुर मम्मी बिरालो 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 होइन मलाई असान होइन मलाई सबैभन्दा फेभरेट भनेको बिरालो होइन कुकुर हो कुकुर अनि सेकेन्डमा मात्रै बिरालो आउँछ फर्स्टमा एउटा मात्रै भनिदियो नि त अनि अब अर्को क्वेसन रहेको छ मलाई सबैभन्दा जानु मन लागेको ठाउँ कुन हो म जान्छु है भन्ने त्यस्तो ठाउँ मनाउनु पुस्तक वर्षा काठमाडौँ मलाई मनाएको मुस्ताङ जानु मन छ अब म खुसी हुँदाखेरि के गर्छु मम्मी मम्मी तिमी खुसी हुँदा त्यस्तै हो नाच्दै आउँछु नाच्छु राइट एन्सर दुईजनाकै त्यतिखेर नि खुसी भने यस्तो गर्दै आउँछ टाउको चलाउँछ घरि अनुहार चलाउँछ घरि टाउको चलाउँछ घरि यस्तो कोट्टाइ गर्छ धेरै भयो है कति क्वेसन एक घन्टा उनाटो है त्यहाँ अब लास्ट क्वेसन अब लास्ट क्वेसन म मेरो एक्स्ट्रा स्किलहरू के छ मेरो कला के छ तिनवटा भन्नुहोस् यो लास्ट क्वेसन हो साथीहरू रिजाको फिनिस्ड छैन कला भनेको कला के हो तिमीमा त के छ कला हो तिमीमा त के छ कला हो म केही छैन रे भन्नु म छ छिटो भन्नु तिमीमा कला छैन सुत्ने मोबाइल हेर्ने मात्र छ त्यस्तो चाहिँ हुँदैन फेरि मेरो बेइज्जत नगर न हौ ए उठाले रे देवा उठाले रे बाबा भात पकाउने भात पकाउने कुकर
तोबा 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 थारा मूर्ख घरको सेफ त्यो कलाचरी जातमा एउटा यस्तो गुड खाना बनाउने तरकारी त्यो एउटै त हो नि एउटा गाना गाउँदै नाच्ने अनि एउटा नाच्नेमा म त भनेपछि त गाना गाउँदै नाच्ने डान्सिङ सिङ्गिङ Dancing. एन्ड सिङ्गिङ ला 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 गर्छ डान्सिङ कुकिङ अनि डान्सिङ कुकिङ अनि एउटा एउटा भिडियो क्रिएटर ये मसँग यो कला छ साथीहरू चिन्नु भयो होला म कस्तो छु भनेर अहिले भिडियो मार्फत अनि त्यति को जित्यो को हार्यो चाहिँ भिडियो हेरिसकेर भन्नु होला यो कसले धेरै एन्सर मिलायो कसले बढी एन्सर मिलायो कसले थोरै एन्सर मिलायो मैले भनेर। मिलाएँ होला अनि कसले जस्तो लाग्छ मैले ल यही खुसी भने नाच्दिन त ला 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 ला